फिजिकल अडिसन गयो, फिजिकल अडिसनबाट चाहिँ तिमी के अरे पास भएर चाहिँ तिमी अगाडि बढेको हो नि त। हजुर हजुर सो त्यो टाइम लाइनमा चाहिँ तिमीलाई कस्तो फिल भइरहेको थियो, के भएको थियो अगाडि जाँदाखेरि? अब म भोइस अफ नेपालमा जान्छु, अब विनर बन्छु भने त कसैले पनि सोचेको हुँदैन होला। त्यो त कसले सोच्नु, त्यो त कसैले सोचेकै हुँदैन नि। के भयो भने डिजिटल अडिसन दिएँ होइन। डिजिटल दिएपछि हे भगवान् के हुने होला, अब कतिजनाको आएको हुन्छ, उहाँहरूले हेर्न भ्याउने हो कि होइन भन्ने लाग्थ्यो। ट्याक्क फिजिकल अडिसनको लागि कल आयो होइन। त्यसमा म के हो यो सत्य हो कि यो के हो, सपनामा छु कि विपनामा छु, म सुतेर उठ्या त होइन भनेर सोचेँ। फिजिकल अडिसन दिन गएँ। त्यसपछि 1 हप्ता लाग्छ रिजल्ट आउन भनेर भनिस्यो। त्यसपछि ल हे भगवान् के हुने हो, रातमा नि खासै राम्रोसँग निन्द्रा परेन के। अनि ल तिमी चाहिँ ब्लाइन्ड अडिसनको लागि सेलेक्ट भयो भनेर कल आइसकेपछि अफिसमा बोलाइसकेको थियो उहाँहरूले मलाई। कुन गीत गाउने भनेर मैले दीप श्रेष्ठ सरको हर रात सपनीमा ऐठान हुन्छ भन्ने गीत रोजेँ। अनि त्यसपछि चाहिँ 1 रात चाहिँ मजाले सुतेँ, आनन्दको निन्द्रा लाग्यो। त्यसपछि कहाँ यसरी सुत्नु, अबै त ब्लाइन्ड अडिसन, अब त लौ बर्बाद, यहाँ त चियर घुमेन भने त सक्यो। 1 जना मात्र भयो नि घुमाउनु थियो। अनि ब्लाइन्ड अडिसन आयो, स्टेज चढेँ, 1 स्थायी गीत गाइसक्यो, कोही घुम्दैन। अलिअलि होइन डर लाग्नु, ल भगवान् ल आज सिद्धियो मेरो जिन्दगी गयो खत्तम बर्बाद, हे भगवान् हे प्रभु हे 33 कोटी देवता अनि देवता सम्झिरहेको छु। एकातिर म्युजिक बजिरहेछ, धन्न टाइमिङ छुटेन होइन। अनि ठ्याक्क लास्टसम्म थाहा थिएन कि मलाई त घुम्या हो कि नघुम्या हो। लास्टमा नि ल हामी हजुरको लागि हामी 4 जना फर्केका छौँ भनेपछि धन्न भगवान् इज्जत बच्यो भन्ने भयो। अब नदेख्नेलाई के थाहा त घुमेँ कि घुमेन होइन। त्यस्तै हुन्थ्यो। त्यहाँबाट अनि अब ब्याटल नकआउट हुँदै माथि आइयो। टप 12 आएपछि चाहिँ टप 12बाट पविन्द्र दादा एलिमिनेट भएपछि त म डाइरेक्ट टप 8मा परेँ नि त। त्यसपछि ओहो दर्शकहरूले चाहिँ धेरै रुचाइस्या चाहिँ क्या हो, मलाई मैले त्यतिको फ्यान क्रेज चाहिँ बनाउन सफल भएछु कि क्या हो जस्तो लाग्न थाल्यो क्या त्यसपछि। अनि त्यसपछि ल जित्छु कि क्या हो जस्तो लाग्थ्यो।